तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली। हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म नयाँ भ्लगको साथ उपस्थित भइसकेको छु। आशा छ तपाईँहरूलाई पनि सन्चै छ भन्ने, म पनि सन्चै छु। अब हेर्दै जाउँ के कस्तो हुन्छ। हामी चाहिँ आज इनोकोसिरा पार्क भन्ने ठाउँमा अब के कस्तो हुन्छ हेर्दै जानु होला। अहिले चाहिँ अब हामी लाग्न पर्ने हुन्छ। ल बाबा ल राख्नु। अब हामी फेरि जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले अब हामी आफ्नै ठाउँ आशागयाबाट हामी निस्किसकेको छौँ। मेरो साथमा हुनुहुन्छ भेना। हामी चाहिँ जहिले नि अब भेनाको र मेरो चाहिँ लगभग शनिबार चाहिँ जहिले पनि छुट्टी हुने भएकाले यो बार चाहिँ हामी एउटा भ्लग बनाउने तयारीमा गरिरहेको छौँ। अब हेर्दै जानु होला है त। मैले भ्लग बनाएको जसरी नै अब तपाईँहरूले त्यसरी नै हेर्दै गएर साथ सपोर्ट गर्नु होला। बाई। हामी चाहिँ अहिले आशा गएको अब यता भित्रपट्टिबाट जान्छौँ। यहाँ चाहिँ अब तरकारीहरू हाट बजार छ, एकदम सस्तोमा पाइन्छ। यहाँ चाहिँ मान्छेहरूले आफ्नो बिजनेसको लागि यसरी गरिरहेको हुन्छ। अब नेपालको जस्तो लुगा पनि पाउँछ है, दामी छ। यो चाहिँ आशा गएको अब लुगाहरू सपिङहरूको लागि पनि बेस्ट प्यालेस छ। हामी चाहिँ अहिले आशा गए आइसकेको छौँ। आशा गएको स्टेसनमा अब त्यहाँ के को मेला चलेको रहेछ। अब हामी त्यहाँ गएर हेर्छौँ है त। यसो गरेर होन्डेन खाकुनिन गर्नेछौँ। फेरि तपाईँहरूले चाहिँ जापानिज बोलो होन्डेन खाकुनिन भनेर के को बारे भनेर यो चाहिँ अब त्यहाँ गएर यसो छनौट खोज तलासी गर्न खोजेको भन्ने अर्थ जान्छ त्यसको चाहिँ। ल अहिले अब हेरौँ त्यहीँ गएर कस्तो छ भ्यू। यहाँ चाहिँ अहिले अब जापानिजहरूको मेला लागिरहेको हो कि के हो भने डान्स त राम्रै ठिकै छ। जापानिजहरूले चाहिँ काम मात्रै गर्छ भन्ने खानेको चाहिँ त्यस्तो सोचिरहेको छ, तर रमाइलो पनि गर्दो रहेछ। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर जानुपर्ने हुन्छ। हाम्रो गन्तव्य चाहिँ अब उतापट्टि रहेको छ। ल राखिदिनु पर्छ। गएमा आएको छौँ। यहाँनिर चाहिँ एउटा डल रहेछ। डलसँग चाहिँ हामी फोटो खिच्न गइरहेको छौँ। भिडियो पनि हुन्छ होला सायद। हामी अब यता आइसकेको छौँ ट्रेन चढ्ने ठाउँमा। हामी चाहिँ अहिले अब मिताका लाइनमा च्याउ लाइन जानुपर्ने हुन्छ। मिताका स्टेसन चाहिँ होइन, हामी किचिजोची स्टेसन गएर ओर्लेर अनि त्यसपछि ल देखाइदिनु मिताका। हामी चाहिँ भेना र म अब ट्रेनको लागि वेटिङमा बसिरहेको छौँ। अघि नै हामीले देखाएको थियो नि भिडियो, त्यो चाहिँ त्यहाँ तलको हो, यहाँ तलको। ल हाम्रो चाहिँ अब ट्रेन आइसकेको छ। एकछिनमा हामी जानेवाला छौँ। हामी चाहिँ अब हाम्रो यो किचिजोची भन्ने स्टेसन आइसकेको छौँ। अब हामी ओर्लिन जाँदैछौँ। अब हामी चाहिँ त्यहाँ
पार्क जानको लागि साउथ एक्जिट जानुपर्ने हुन्छ यहाँबाट ट्याक्क त्यसपछि टक्क पार्क एक्जिटको लागि यतापट्टि निस्किनु पर्ने हुन्छ त्यसपछि यो टक्क चढ्ने हो खाइजाने ट्याक्क सर यहाँ गर्दै विदेश आऊ क्या त्यही भएर सबैजना यस्तो चढ्न पाउँछ भनेको तिमीहरू मान्दैनौ छिटो आइहाल त्यसपछि सिधै यही लाइन जानुपर्छ त्यहाँबाट टक्क त्यहाँ जेब्रा क्रसिङ गर्नुपर्ने हुन्छ अब चाहिँ हामी रोड क्रस गर्नुपर्ने हुन्छ त्यसपछि यता लेफ्ट साइडपट्टि लाग्नुपर्ने हुन्छ त्यसको अनि ठ्याक्क अलिकति अब यता एकीबाट 5 मिनट टाइममा चाहिँ अलिकति हिँडेपछि बल्ल आउँछ स्टेसन चाहिँ जापानले चाहिँ यसरी छाता ओर्दो रहेछन् भन्ने कुरा थाहा पाइयो ए हावा उडाएर रहेछ खासमा नेपालको ठमेल भनेको चाहिँ यस्तै हो अब कश्मीर के अरे कस्तो कश्मिरी पछ्यौरीहरू चाहिँ यहाँ पाइन्छ यो चाहिँ नेपालको ठमेल जस्तै छ त्यस तपाईँहरू आउन चाहनुहुन्छ भने आउनु होला धेरै टाढा पनि छैन एकीबाट 5 मिनट मात्रै हिँड्नुपर्छ थोरै मात्रै हो यति भनेको त अब धेरै छैन अब आइसकेको छ अब हाम्रो यिनीहरू चाहिँ सबै त्यही पार्कमा गएर आएको होला सायद भन्ने लाग्छ मलाई तपाईँलाई के लाग्छ भेना भन्नुहुन्छ हो बिस्तारै हेर्दै जानु होला आउन खोजिरहेको छ पार्क चाहिँ पुरै चाहिँ आइसकेको छैन यो चाहिँ हानबुन गुराई भनेको आधी जति भनेको नेपालीमा चाहिँ जस हेर्नु न अब के कस्तो हुन्छ ल गाइज हामी चाहिँ अब फाइनल्ली हाम्रो डेस्टिनेसन आइसकेको छौँ हेर्नु होला तपाईँ चाहिँ अब पार्कको भ्यूहरू के कस्तो छ हेरेर रमाइलो लिन सक्नुहुन्छ तपाईँहरू चाहिँ आउनुहुन्छ यहाँ चाहिँ अब डुङ्गा पनि खेल्न पाइन्छ डुङ्गा पनि देखाइदिनु भएन हाम्रो उता यस्तो छ यहाँको भ्यूहरू चाहिँ डुङ्गा पनि चढ्न मलाई हामी चढ्न पाइयो अब हामी चाहिँ अहिले पछि चढ्नेछौँ यहाँ अब अहिले नै चढिहाल्दैन एकछिनमा चढ्छौँ भेना र म चाहिँ एकछिन टक्क पहिला ठाउँहरू घुम्दैछौँ यस्तो छ गाइज तपाईँहरू नजिकै हुनुहुन्छ टोकियोको भने तपाईँहरू यहाँ आउन सक्नुहुन्छ मुसासिनो किचिजोची स्टेसनबाट धेरै पनि छैन टाढा नजिकै 5 मिनट हो तर यो डुङ्गा चाहिँ आफैले चलाउनु पर्ने हुन्छ यहाँ चाहिँ माझी हुँदैन यो पोखराको जस्तो चाहिँ माझी हुँदैन त्यही चाहिँ बोटको लागि टिकट काउन्टर हो यहाँ आएर टिकट काट्ने पर्छ रमाइलो गर्ने चाहिँ अब जापानिजहरूको थरी तरिका छ क्या कोही अब यहाँ यसरी विरक्तिर बसेको छन् त्यो पनि अब रमाइलो गरेको होला सायद कोही अब उता गीत गाएर मस्त छन् आफ्नो आफ्नै तरिका छ कोही अब डुङ्गा चलाउँदैछन् कोही यता अब छन् खाँदैछन् यहाँ चाहिँ अब एकदम घारी रहेछ यहाँ चाहिँ यहाँ सर्पो चाहिँ छ कि छैन होला तपाईँले अहिलेसम्म सर्पो देख्नु भएको जापानमा तर मैले त देखेको छैन अहिलेसम्म यहाँ चाहिँ हुनसक्छ भन्ने कुरो हो ल यहाँ चाहिँ पानी कछुवा पनि रहेछ यहाँ पानी कि लेउ कछुवा हो यो लेउमा माथि हिँडिरहेको त लेउ कछुवा होला
ल बरु तपाईँहरूसित बच्चाहरू छ भने त्यहाँ खेल्ने ठाउँ त्यहाँ छ, लिएर आउन सक्नुहुनेछ। ल हामी चाहिँ अब अघि नै उताको साइडबाट आएको थियौँ, अब हामी यताको साइडमा डुल्छौँ, हेर्दै जानु होला के कस्तो हुन्छ। त्यहाँ भर्खर अलिकति कोम्बिनीबाट खाइमुनु पनि गरियो। ल ल राख्दैन, उहीँनिर जानुपर्छ भएन। A few moments later. अब तिमीलाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख, भए जति सबै माया दिए बढी भएछ। हामी चाहिँ अब डुङ्गा चढ्ने भनेको गाइज, डुङ्गा चाहिँ बन्द भइसकेको छ। अब आज चाहिँ हाम्रो भ्लग चाहिँ अब यहीँ समाप्त गर्न पर्ला जस्तो छ, चढ्नै मिलेन। ल थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो। हेरेर यसो लाइक कमेन्ट, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अर्को भ्लगमा भेटौँला। बाई बाई गरिदिनु भएन। बाई बाई एभ्रीबडी।